धान रोप्दा पनि हुन्छ चाहिँ स्प्रिङ नै झारेको छ क्या यो स्ट्यान्डको यो स्ट्यान्ड यहाँ बस्दैन क्या कहाँ भेट्यो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अब तपाईहरु पनि सन्चै र म पनि सन्चै छु आज पनि म तपाईहरुको लागि न्यू भिडियो लिएर आइसकेको छु सो साथी होइन तपाईले टाइटल र थम्बनेलहरु पनि थाहा पाइसक्नुभयो होला सायद त्यही पनि भिडियो चाहिँ फुल हेर्नु होला आज चाहिँ म ताप्लेजुङ पाथिभरा मान्दिसे जाने क्रममा चाहिँ म भिडियो बनाउँदै छु सो मेरो ब्लग चाहिँ रहने छ सो अहिले चाहिँ म ठक्क भन्नाले पाँच तारको कुसुम भन्ने ठाउँदेखि मैले ब्लग सुरु गरेको छु सो साथी होइन अहिलेसम्म चाहिँ मैले धनकोटदेखि चाहिँ म चाहिँ हिँडेको थिएँ त्यहाँदेखि मैले भिडियो चाहिँ सुरु गरिनँ र अहिले ठ्याक्कै 5 तार आएँ तेह्रथुमको कुसुम भन्ने ठाउँ हो होइन त्यो ठाउँदेखि म ब्लग गर्दैछु साथी होइन यहाँको ठाउँ पनि हेर्न सक्नुहुन्छ भ्यूहरू सो अमेजिङ यार यस्तो दामी बल छ नि सो त्यही हो साथी होइन भिडियो चाहिँ पुरा हेरेर साथ दिनु होला आज चाहिँ हामी कहाँसम्म पुग्छौँ होला ठ्याक्कै पाथिभरा मन्दिर नै चाहिँ हामीले पुग्दिनौँ होइन सो फर्स्ट टाइम हो होइन अनि मसँग दाइ हुनुहुन्छ दाइ र म चाहिँ बाइकमा र अरू पनि हुनुहुन्छ फ्यामिलीहरू सो उहाँहरू चाहिँ गाडीदेखि हुनुहुन्छ सो पछाडि हुनुहुन्छ उहाँ चाहिँ त्यही हो साथी हो दाइ र म चाहिँ बाइकदेखि जानुपर्ने हुन्छ अहिले चाहिँ हामी यहाँ खाजा खानको लागि यहाँ हामी चाहिँ झारेको थियौँ सो यहीँबाट मैले भ्लग चाहिँ स्टार्ट गर्छु भनेर सोचेको थियो त्यही हो साथी हो भिडियो चाहिँ पुरा हेरिदिनु होला होइन हेलो सो साथी हो अहिले चाहिँ हामी यहाँ आइपुग्यौँ र इभन भाइसँग नि म भेटिसकेँ होइन हामी चाहिँ यहाँ खाना खानुपर्ने हुन्छ ओ हामी यहाँको ठाउँ नि बबल रहेछ यहाँ कस्तो लाग्यो इभन भाइ कस्तो भयो गाडी बोमिट आयो कि आएन तर यहाँ तिर्खा दिदीलाई आयो झ्याल छुनेर बस्छ नि अब हो र कस्तो लाग्यो त तिमीले भ्युवर देखाला नि त ठाउँहरू कस्तो लाग्यो तिमीले राम्रो छ दामी अर्को भ्लगरहरू पनि भेटियो कहाँ भेट्यो उता छेउमा हो र सो नाइस ठाउँ छ है यो चाहिँ साथी हो अब चाहिँ हामी यहाँ खाजा खानुपर्ने हुन्छ यो खाजा होइन खाना थियो खाजा चाहिँ बिहानै खाएको कति बज्यो 9:30-10 बज्न आँटेछ होइन साथी हो सो हामी चाहिँ यहाँ अब खाना खाने र खाना खाएपछि चाहिँ हामी फेरि हाम्रो गन्तव्यमा लाग्नुपर्ने हुन्छ साथी हो यहाँ चाहिँ माछा पनि पाइन्छ कि हो यहाँ यो खोलामा माछा पनि पाइन्छ कि हो नि दामी छ साथी हामी जानुपर्ने चाहिँ यहाँबाट यो बाटो होइन यहाँ हुँदाहुँदै माथि जानुपर्ने हो अब फर्स्ट टाइममा अब तपाईँलाई पनि देखाउँदैछु र मलाई नि यहाँको बाटो चाहिँ थाहा छैन साथी हो सो त्यही हो भिडियो चाहिँ हेर्दै जानु होला तर ठाउँ चाहिँ मलाई बब्बलै दामी लाग्यो क्या होटल चाहिँ यहाँ पनि एउटा रहेछ उतापट्टि नि एउटा थियो होइन सो यहाँ नि एउटा छ त्यही हो साथी हो खाना खानुपर्ने हुन्छ अब खाना खाएपछि लाग्ने हो त्यसपछि तपाईँहरूसँग फेरि भेट्ने नै थियो के अरे मेरो यस्तो खालको ज्याकेटको भित्र गर्मी पनि लाग्दैन चिसो पनि लाग्दैन के तिमी पनि फर्स्ट टाइम होइन तप्लेजुङ जाँदैछु तप्लेजुङको पाथिभरा मन्दिर भोक लागिरहेको छ त्यहाँ बिहान खाजा खाएँ के खाजा खायो तिमी हो र तिमीलाई बोमिट त आएको छैन नि सो साथी हो त्यही हो अब हामी खाना खाने होइन ऊ भाइ चाहिँ टोइलेट जाने र सो साथी हो त्यही हो खाना खाने त्यसपछि जाने हो तपाईँहरूसँग फेरि म भेट्ने नै छु ल सो गाइस खाना पनि खायो खाना खाएर हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ उतै
धुलोले सब गाडीमा चाहिँ धुलो लागेर टकटकाउँदै हुनुहुन्छ। बाटो यस्तो छ हालत। र हाम्रो फ्यामिलीहरू चाहिँ यहाँ हुनुहुन्छ। सो उहाँहरू चाहिँ गाडीमा हुनुहुन्छ र उहाँहरू चाहिँ बसिसक्नुभयो अब हिँड्नको लागि। सो त्यस्तै हो साथी हो, धुलो चाहिँ लास्टै लागेको हो नि। खानासाना मजाले खायो। सो यो दोभान बेसी होटल भन्ने कुरा छ। यो होटलमा चाहिँ हामीले खाएको खाना चाहिँ यो होटलमा। सो ठिकै थियो, भेज खाना खायो। अब आस्थामा हिँडेको मान्छे मासु चाहिँ खानु भएन त, त्यही भएर भेज खायो आज, भेज खाना। सो त्यो पनि ठिकै थियो। यो बाटो कहाँ कुन बाटो? पछि जानुपर्छ क्या। बाटो थाहा भइहाल्छ नि, चिन्ता नगर्नु। सो नाइस छ है दा साथी हो। अब धुलो त तपाईँहरूले देखिसक्नुभयो, मैले भन्नै पर्दैन होला साथी हो। धुलो त यति थियो कि लागि त पुरै जिउमा यो गाडीमा त धुलै मात्र थियो। 5-10 मिनटै हामी लाग्यो त्यो सफा गर्न लागि साथी हो। अब यो अपलोड आयो भने चाहिँ यो माथि चाहिँ हाम्रै बाटो छ जस्तो छ। ल जे भने नि MT-50 को पावर छ नि त हो। पैसा अनुसारको पावर छ नि त साथी हो। होइन यो ठाउँ त जता हेऱ्यो जहाँ पनि अहिलेसम्म नाइस ठाउँ छ यहाँ, वर्णन गरेर सक्दैन छैन क्या। यता हेर्नुहोस्, हाम्रो गाडी चाहिँ धेरै पछि परेको थियो। यहाँ चाहिँ खोला छ साथी हो, यो मुनि चाहिँ। जो अब पौडी खेल्नु पनि पर्छ कि होइन। यहाँ पनि एउटा होटल रहेछ, तर यो होटल चाहिँ यता भएको होटल रहेछ साथी हो। सो साथी हो, यहाँ चाहिँ ठुलो समस्या आइपरेको नि यार हाम्रो चाहिँ। यो गाडीको चाहिँ स्पिन नै झारेको छ क्या, यो स्ट्यान्डको, यो स्ट्यान्डै यहाँ बस्दैन क्या। सो यता चाहिँ बाटो चाहिँ अपलोड थियो होइन, हिलो रहेछ। अब त्यो खोज्नु जानुपर्ने हुन्छ। अघि हामी आउने बाटो र अहिलेको बाटोमा कति डिफ्रेन्स छ साथीहरू हेर्नुहोस्। गाह्रो छ, गाह्रो छ। कहाँ झारो यस्तो बाटो छ। तना पुरिस्ता हे, स्प्रिङ लाउन मिल्छ दाइ? स्प्रिङ चाहिँ यता नै खाँचेको हुनुपर्छ त्यो स्प्रिङ चाहिँ। तनाव बढी गयो भने त्यो त बस्दैन नि होइन। हामी तल्लो बाटो आउनु नै हाम्रो गल्ती भएछ नि। यस्तो छ है साथी हो बाटो, तनाव बढी गयो नि यहाँ। यहीँ झारेको हुनुपर्छ त्यो चाहिँ। अब यो हिलोभित्र भेट्दैन त। ऊ एउटा रहेछ त्यो होइन, यो यति मात्र हो। ल गाइस, यस्तो छ बाटो, अनि हेर्न सक्नुहुन्छ यहीँ झारेको रहेछ यो चाहिँ।
सो अब भेट्यो हामीले धन्न भेट्नु चाहिँ भेट्यो माथिल्लो बाटो चाहिँ राम्रो छ भन्ने सुनेको थिएँ होइन अनि हामी दाइरा मात्रै तल्लो बाटो आइगयो छौँ सो थाहा भएन नि त हामीलाई पनि त्यो बाटो काटेको है बाटो सो गाइस अहिले चाहिँ हामी चाहिँ काबेली पुलमा आइपुगेको छु साथी यता पर हेर्न सक्नुहुन्छ यो काबेली पुल चाहिँ यो यहाँबाट चाहिँ हामीले धुप बालेर पनि आइसके सो साथी हो होइन काबेली बजार चाहिँ यहाँ माथि छ यो माथि साइडमा होइन यहाँबाट देखिँदैन यो माथि पर्छ होइन सो अब चाहिँ हामी यहाँबाट लाग्नुपर्ने हुन्छ यहाँदेखि माथि यस्तै हुँदैछ साथी हो आजको यात्रा चाहिँ सो यो ठाउँ पनि दामी रहेछ है यहाँ पनि एउटा होटल छ र यहाँ माथि पनि एउटा छ सो त्यही हो साथी हो अब फेरि तपाईँहरूसँग यहाँ माथि भेट्ने नै छु साथी यहाँ चाहिँ हामी बाटो चाहिँ एकदम खराब रहेछ होइन यहाँ हेर्न सक्नुहुन्छ बाटो चाहिँ यो तरिकाको रहेछ है पाथिबाट जाने मन्दिर एकदम डेन्जर छ साथी सायद यहाँ धान रोप्दा पनि हुन्छ हेर्न सक्नुहुन्छ उतैसम्म रहेछ है यो के गर्ने अब यहाँ पानी पऱ्यो भने चाहिँ यस्तो बिजोक हुने रहेछ कि यहाँ सो साथी हो गाह्रो भयो गाह्रो भयो बाटोको अवस्था चाहिँ यस्तो छ क्या यस्तो यहाँ चाहिँ बाटो छिटै पिच हुनुपर्ने छ साथी हो सो अनि मात्रै राम्रो हुने ठाउँ के गर्ने यार कस्तो हालत छ अब यहाँदेखि चाहिँ जानुपर्ने त्यस्तै हो साथी हो होइन अहिले चाहिँ टक्क म मात्र फेरि आएको छु पाथी भराको सो तलको चाहिँ तल फेदीको चाहिँ मैले भिडियो गर्नु पाइनँ होइन किनभने मसँग चार्ज छिटेको थियो र यहाँ आएर चाहिँ म चार्ज गरेर चाहिँ अहिले मैले भिडियो बनाइरहेको छु सो अहिले चाहिँ म माथिल्लो फेदीको यो पाथिभरा पार्कमा आएको छु सो त्यही हो साथी हो पानीले चाहिँ लास्टै कुट्यो होइन पानी चाहिँ हामीले तल फेदीदेखि नै हामीलाई ठ्याक्कै पानीले चाहिँ यहाँ माथिल्लो फेदी आइपुगिन्जेल नै हामीले पानीले चाहिँ भेटेको साथी हो र गाडी भनेको चाहिँ तल फेदीसम्म मात्रै आउँछ साथी हो त्यही भएर आज चाहिँ अहिले 7:30 कति भइसक्यो होला टाइम चाहिँ सो आजको भ्लग चाहिँ मेरो यहीँ अन्त्य हुनेवाला छ साथी हो सो अनि भोलि चाहिँ हामी यहाँबाट चाहिँ 2 बजी उठेर चाहिँ पाथिभरा मन्दिर चाहिँ जानुपर्ने हुन्छ साथी हो सो त्यही हो साथी हो भोलिको भ्लग पनि आउनेछ र आजको भ्लगमा नि तपाईँहरूले माया सपोर्ट गरिदिनु होला सो माथिल्लो फेदीको चाहिँ बजार चाहिँ होटलहरू चाहिँ यो लाइनमा छ होइन सो यहाँदेखि देखिँदैन हामी बसेको चाहिँ यो यहाँदेखि अलिक माथिल्लो स्टेपमा हो सो यो चाहिँ तलदेखि बजार चाहिँ छ होइन यहाँ माथिल्लो फेदीको चाहिँ त्यही हो साथी हो अब तपाईँहरूलाई
भिडियो चाहिँ राम्ररी बनाउन पाइनँ, त्यही हो फोनमा चार्जको समस्याले। सो अहिले पनि यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ मैले चार्जर बोकिरहेको छु होइन। अहिले पनि चार्ज चाहिँ काम छ, किनभने त्यस्तै हो लाइन हुँदैन होइन, पानी परिरहेछ, मौसम चाहिँ त्यस्तो भइरहेछ। सो यहाँ माथि चाहिँ मान्छेहरूले टर्नै हुनुहुन्छ। पाथिभरा पार्क हो यो चाहिँ साथी हो, यस्तै छ साथी हो। जोस् दामी छ होइन यहाँको। ल साथी हो, आजको मेरो भ्लग चाहिँ यहाँ अन्त्य गर्नेछु। सो भोलिको भ्लग पनि हेरिदिनु होला, माया गरिदिनु होला, त्यही भन्न चाहन्छु।